हाई हेलो नमस्ते म सेफ देन आज फेरि एउटा सस बनाउँदैछु ससको रेसिपी देखाउँदैछु तपाईँहरूले पनि ट्राई गर्नु होला है एकदम वान अफ द बेस्ट नेक्स्ट लेभल सस हो है यो ससको नाम चाहिँ चिल्ली बिन सस हो है हट चिल्ली बिन सस यो हाम्रो हट चिल्ली बिन सस बनाउनु लागि यिनीहरू सामानहरू चाहिँ सबै रेडी छ है यो चिल्ली फ्लेक्स हो है यो चाहिँ चिल्ली बिन सस है यो चाहिँ सुगर जिन्जर क्रश peanut, sesame seed, seasoning powder, onion chop, salt, black bean, लगुमा सस यो सबै मिलाएर चाहिँ हामीले म एउटा सस बनाउँदैछु है तपाईहरुले पनि ट्राई गर्नु होला है अब चाहिँ हामी बनाउन चालु गर्छौं है सबसे पहिला प्याज हाल्नु होला प्याज हाल्नु है प्याजलाई भुट्नु होला प्याज भुट्दैछु है प्याज यसरी भुट्नुपर्छ है यहाँ फेरि लसुन एड गर्नु होला लसुन चप लसुन मसिनो चप गरेको लसुन एड गरिदिनु होला यहाँदेखि यो अदुवा मसिनो छ यो पनि एड गरिदिनु होला यो सबै थोक यसरी एकछिन रातो हुने गरी भुट्नु होला अब चाहिँ हाम्रो लसुन अदुवा प्याजहरू रातो रातो हुन लाग्यो है यो रातो भइसकेपछि अब हामीले यो ब्ल्याक बिन एड गर्नुपर्छ यो ब्ल्याक बिन एड गर्ने यो एड गरेपछि एकछिन भुट्नुपर्छ है यसलाई अब चाहिँ हाम्रो ब्ल्याक बिन पनि पाकिसकेको अवस्थामा छ है पाकिसक्यो है अब यहाँ यो भइसकेपछि हामीले अब खोर्सानीको धुलो यो चिल्ली फ्लेक्स हो यसरी एड गर्नुपर्छ है यसरी एड गर्ने यसरी एड गरेर पकाउनु पर्छ है यसरी यो चाहिँ एकदम नेक्स्ट लेभलको सस हो है यो ससबाट चाहिँ तपाईहरुले जे पनि बनाएर सक्नुहुन्छ माछा मासु भेजिटेबल है सस चाहिँ एक्चुअली यो भेजिटेबल सस हो है भेजिटेरियनले खान सक्नुहुन्छ है यसरी एकछिन हल्का अलिक कडक क्रिस्पी हुने गरी फ्राई गर्नुपर्छ यसरी है यसले 4-5 मिनट लाग्छ 4-5 मिनटदेखि 10 मिनटसम्म यसरी तेलमा भुट्नुपर्छ है अब हाम्रो चिल्ली अलिकति रोस्ट फ्राई भइसकेको अवस्थामा छ यसरी माथि आइसक्यो है त्यसपछि हामीले यो लगुमा सस यो एड गर्नुपर्छ है यो एड गर्ने फेरि यसलाई एकछिन यसरी मिक्स गर्ने है फेरि चिल्ली बिन सस टमाजन चिल्ली पेस्ट भन्छ यसलाई टमाजन चिल्ली पेस्ट एड गर्ने यसरी है यसरी एड गर्ने यसरी एड गरेर फेरि एकछिन यसलाई पकाउनु पर्छ है एकछिन 4देखि 5 मिनट यसरी पकाउनु पर्छ अब हामीले सबै खोर्सानी सोसानी अदुवा लसुन सबै भुटेर अब लगभग रेडी भइसक्यो अब यस पछाडि चाहिँ हामीले यो नुन एड गर्नुपर्छ नुन सल्ट यसरी अलिकति सल्ट एड गर्ने अनि चिनी सुगर यो हामीले चाहिँ ब्रेकफास्ट सुगर एड गर्छ है यो ब्रेकफास्ट सुगर चाहिँ किन हो भनेपछि सुगर चाहिँ किन युज गर्नुपर्छ भन्दा चाहिँ यसले चाहिँ टेस्ट एकदम कन्ट्रोल कन्सिस्टेन्सी चाहिँ मिलाउँछ त्यही कारण चाहिँ हामीले अलिकति सुगर युज गरेको हुन्छ 3 नम्बरमा चाहिँ यो हाम्रो सिजनिङ पाउडर लोकल मार्केटमा पाउँछ अलिक गाह्रो हुन्छ यो चाहिँ हाम्रो चाहिँ इम्पोर्टेन्ट हुन्छ है फ्रम थाइल्यान्ड हाम्रो सस लगभग 70-85% रेडी भइसक्यो है अब एकछिन राम्रोसँगले यसलाई मिलाएर घोलेर चाहिँ राख्नुपर्छ र अरू चिज पनि 1-2वटा बाँकी छ म अहिले एड गर्छु ल अहिले सक्नुहुन्छ हाम्रो सस चाहिँ रेडी भइसक्यो सबै यस्तो हुन्छ है रेडी भइसकेपछि यस्तो हुन्छ है तपाईँहरूले एकपल्ट ट्राई गर्नु होला अब चाहिँ यो
क्रस विनर गरेको यसरी हालिदिनु होला। यो क्रस विनरले चाहिँ के गर्छ तपाईँको जति दिन राख्यो त्यति मिठो त्यति फ्लेभर प्लस टेस्ट पनि दिन्छ है यसले। अर्को यो चाहिँ तिल, त्यो सेसमिसी हो, सेतो सेसमी तिल यो हाल्नु। यसले चाहिँ जब खाँदाखेरि तपाईँको मुखमा चपाउनुहुन्छ नि सस, त्यति बेला चाहिँ यसले मग 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 बास्ना दिन्छ, यसको लागि युज गरिएको हो है। ल धेरै धेरै धन्यवाद। आजको लागि यति, अर्को भिडियोमा फेरि भेटौँला है। नमस्कार।